आज कुरा गरौँ गहतको दालको, जसलाई हर्स ग्राम पनि भनिन्छ। एउटा उखान नै छ जात फाल्नु गहतको झोलमा। तर के साँच्चै यो त्यति नै साधारण छ त? यो दाल, जसलाई खास गरी जाडोमा औषधिको रूपमा लिइन्छ, यसको पछाडिको शक्ति के हो हेरौँ न त। वैज्ञानिक नाम म्याक्रोटाइलुमा युनिफ्लोरम। यो दाल पोषणको खजाना नै हो। तर सबैभन्दा ठूलो प्रश्न, के यो सामान्य दालले मृगौलाको पत्थरीलाई साँच्चै जित्न सक्छ? आयुर्वेदमा त यसलाई अश्मलिघ्न भनिन्छ, मतलब पत्थरीलाई नष्ट गर्ने चीज हो। यो एक शक्तिशाली डायुरेटिक हो जसले शरीर सफा गर्दै पत्थरी फुटाउन मद्दत गर्छ। मृगौलाको पत्थरीको लागि यसलाई प्रयोग गर्ने एउटा खास तरिका छ, हेरौँ है त। तर कुरा यतिमै सकिँदैन। गहतको फाइदाको त यो सुरुवात मात्र हो। तौल घटाउनेदेखि लिएर रुघाखोकी र ज्वरोसम्म यसका फाइदाहरू अनगिन्ती छन्। यसको शक्ति आउँछ यसको पौष्टिक तत्त्वबाट। प्रोटिन, फाइबर र खनिज सबै टन्नै। गहतलाई दुई तरिकाले प्रयोग गर्न सकिन्छ, एउटा औषधिको रूपमा, अर्को खानाको रूपमा। यसको औषधीय झोल बनाउन एकदमै सजिलो छ, यसरी यसको सबै गुण बाहिर आउँछ। तर जे कुरा पनि धेरै भयो भने राम्रो हुँदैन। गहत प्रयोग गर्दा केही कुरामा ध्यान दिनै पर्छ। यो तातो प्रकृतिको हुन्छ, त्यसैले केही अवस्थामा डाक्टरको सल्लाह लिनु एकदमै जरुरी छ। सोच्नुस् त, गहत जस्तै प्रकृतिमा अरू कति धेरै स्वास्थ्यका रहस्य लुकेका होलान्।